हेलो साथीहरू, आज चाहिँ हैन अप्रिल फुल झुट बोल्ने दिन रहेछ। अनि त्यही भएर म चाहिँ अब आज कतिजनालाई प्रयाङ्क गर्न सक्छु हैन, अब कतिजनालाई झुट बोल्न सक्छु है फोनमा फोन गरेर। अब सक्सेस हुन्छ कि हुँदैन त्यो थाहा हैन, तर म फोन गरेर कतिजनालाई झुट बोल्न सक्छु। पहिला म मेरो दिदीलाई फोन गर्छु है, के भन्छ है साथीहरू। सायद यो नम्बर सेभ हुनसक्छ कि मैले अर्को नम्बरबाट गरेँ गर्न त, तर सेभ छ कि भन्ने लागिरह। के भन्थ्यो फेरि म चिन्दिनँ के भन्थ्यो। को हो तिमी? तिमीलाई नि गर्न खोजेको को? तिमी मिना हैन र? तिमी मिना हैन र? को दिदी हो? कसलाई चिन्यो भने भाइ र बहिनी मेरो नम्बर सेभ गरेको अनि के को नम्बर सेभ गरे भने तिमीले? तिमीले मलाई किन दिमाग खराब गराइराखौ? त्यही माथि मेरो कति धेरै टेन्सन भइराख। यो नम्बर मैले भेटाएको थिएँ कि बाटोमा, अनि त्यही भएर यो मिना भन्ने मान्छे सेभ रहेछन् मोबाइलमा, अनि त्यही भएर मैले गरे हो कि एउटा कुरा भन्नलाई। हजुर त बहिनी के मेरो बोयफ्रेन्डलाई फोन गरेर दिमाग खराब गराउने? फेरि अझ को बहिनी भन्ने? हाम्रो सम्बन्धमा झगडा गर्न खोजिरहेको थियो के? तैँले गरिस् के? मेरो बोयफ्रेन्डले किन फोन गरिराखे तैँले भन् त? मैले आज मात्र थाहा पाएको के तैँले गरे हो कि, अनि त्यही भएर मैले फोन गरे हो। किन गरिरहेको छु? किन हामी दुईको बिचमा आइराखे त भन् त? साथीहरू यसले थाहा पाइसक्यो। अब थाहा पाइसकेपछि चाहिँ के पर्याङ्क भन्नु हैन। अब ठिक छ, अब यसले चाहिँ मैले थाहा पाइसक्यो।